हेलो साथीहरू नमस्ते। आज मिति 2082 साल मङ्सिर महिनाको 1 गते। आज चाहिँ नेपाली स्टक एक्सचेन्जको कारोबार सम्बन्धी जानकारी लिएर यहाँहरूमाझ उपस्थित भएको छु। आज चाहिँ नेपाली स्टक एक्सचेन्जको इन्डेक्स 9.78 अङ्कको वृद्धिसहित 2550.36 अङ्कमा आएर बन्द भएको छ। आज चाहिँ अघिल्लो दिनको कारोबारको तुलनामा नेप्से इन्डेक्स 0.38% को बढोत्तरीसहित 2550.36 अङ्कमा आएर बन्द भएको हो। आज चाहिँ सर्वाधिक गिरावट हुने र वृद्धि हुने सब इन्डेक्सहरू हामीले हेर्दाखेरि चाहिँ डेभलपमेन्ट ब्याङ्क सब इन्डेक्स सर्वाधिक वृद्धि भएको छ, जुन चाहिँ 1.50% को वृद्धि हो भने त्यसै गरी सर्वाधिक गिरावट हुने सब इन्डेक्समा चाहिँ अदर इन्डेक्स बढेको छ। आज चाहिँ जम्मा 167 वटा कम्पनीको सेयर मूल्य चाहिँ बढेर बन्द भएको छ भने 76 वटा कम्पनीको सेयर मूल्य चाहिँ अघिल्लो दिनको कारोबारको अन्तिम मूल्यको तुलनामा घटेर बन्द भएको छ। त्यसै गरी 13 वटा कम्पनीको सेयर मूल्य चाहिँ अघिल्लो दिनको कारोबारको अन्तिम मूल्य र आजको कारोबारको अन्तिम मूल्य एउटै कायम भएर बन्द भएका छन्। आज चाहिँ यसरी जम्मा 167 र 13ले 180, यसले 76 भनेपछि 256 वटा कम्पनीको सेयर चाहिँ कारोबार सम्पन्न भएको छ नेप्सेमा। आज सर्वाधिक गिरावट हुने कम्पनीमा चाहिँ यो बुङ्गोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर परेको छ, जसको चाहिँ सेयर मूल्य नकारात्मक सर्किट लेभलमा आएर बन्द भएको छ। त्यसै गरी टप गेनरको लिस्टमा चाहिँ सर्वाधिक वृद्धि हुने टप 3 कम्पनीहरूमा चाहिँ सम्पूर्ण भर्खर आइपिओ नेप्सेमा लिस्टिङ भएका कम्पनीहरू चाहिँ पर्न सफल भएको छन्। आजको टर्नओभरको कुरा गर्दा आज सर्वाधिक टर्नओभर हुने कम्पनीमा चाहिँ साहस ऊर्जा लिमिटेड, जसको चाहिँ 18 करोड 36,941 रुपियाँ र 80 पैसा बराबरको सेयर चाहिँ कारोबार सम्पन्न भएको छ। त्यसै गरी आज नेप्सेमा टोटल कारोबार रकम चाहिँ 3,94,60,74,358 रुपियाँ र 89 पैसा बराबरको सेयर कारोबार सम्पन्न भएको छ। यति रकम बराबरको सेयर कारोबार हुन नेप्सेमा 88,93,778 वटा किता सेयर चाहिँ किनबेच सम्पन्न भएको छ। आजको कारोबार सम्बन्धी जानकारी यति नै प्रस्तुत गरेँ। अब चाहिँ यहाँहरूलाई म चार्टमा लैजान चाहन्छु र चार्ट सम्बन्धी जानकारी प्रस्तुत गर्न चाहन्छु। चार्टमा के कस्तो भयो र चार्टले के भनिरहेको छ थोरै जानकारी गराउन चाहन्छु। यहाँहरूलाई चाहिँ मैले अहिले नेप्सेको चार्टमा डेली चार्टमा प्रवेश गराइसकेको छु। अब चाहिँ चार्टको केही जानकारीहरू यहाँहरूमाझ प्रस्तुत गर्न चाहन्छु। हिजो चाहिँ मैले चार्ट कारोबार सम्बन्धी भिडियो पनि बनाएँ, किनभने यो चाहिँ हाम्रो हिजोको क्यान्डल चाहिँ खासै मैले इम्पोर्टेन्ट मानेको थिइनँ। त्यस कारणले त यो हजुरहरूमाझ नआएको हो। यो जुन नोभेम्बर 13मा बनाएको क्यान्डल छ, त्यो क्यान्डलको इनसाइड नै हाम्रो क्यान्डलहरू फर्मेसन भइरहेको छ। यो हाम्रो क्रुसियल जोन हो, यो सपोर्ट जोन हो भनेर मैले भनेको थिएँ। यहाँ बजारले रियाक्सन पनि गरेको छ, हेरौँ भनेर अघिल्लो भिडियोमा। त्यही अनुसारको हाम्रो नेप्सेमा लो भोलाटिलिटीका साथमा चाहिँ नेप्सेमा कारोबार भइरहेको छ। र यसले के सङ्केत गर्छ भने हामीलाई बजारमा चाहिँ हाम्रो लो भोलाटिलिटीले चाहिँ हामीलाई मार्केटमा यो एग्रेसिभ बाइङ सेलिङ चलिरहेको छैन भन्ने देखाउँछ र कतापट्टि चाहिँ हाम्रो बायस निर्धारण हुन्छ भनेर चाहिँ भन्न सक्ने स्थिति छैन। जतापट्टि यो हाम्रो इनसाइड बार बनेको छ क्यान्डल, जतापट्टि ब्रेकआउट हुन्छ त्यतैपट्टिको चाहिँ हाम्रो स्ट्रेन्थ बढी भनेर हामीले ट्रेड गर्नुपर्ने अगाडि बढेको छ। योभन्दा अगाडिको भिडियोहरूमा चाहिँ नेप्से यदि यहाँबाट यो इनसाइड बारको हाई, यसको हाई चाहिँ 2560 को आसपासमा 59.01 रहेछ। यो हाई माथि गएर बन्द हुन्छ भनेदेखि हामीले 22,2633 सम्म कम्तीमा, त्यसपछि 2650 ब्रेक गरेको खण्डमा चाहिँ 2800 सम्मको यात्रा बजारले चाहिँ सजिलै गर्छ भन्ने अपेक्षा सहित ट्रेड गर्न सक्नेछौँ। अहिलेलाई यति नै। हामीले यहाँभन्दा बढी फर्दर कुरा गरिरहनु पर्दैन। यहाँनिर हामी 2800 को बजार 2800 को टार्गेटसम्म जान सक्ने सम्भावना चाहिँ बजारले देखाएको छ भन्दै आजको भिडियो अन्त्य गर्न चाहन्छु र भन्न चाहन्छु कि यहाँहरूलाई यो कुनै इन्भेस्टमेन्ट अथवा ट्रेडिङको लागि दिएको सुझाव होइन। तपाईँहरूले आफ्नो अध्ययनको आधारमा ट्रेडिङ अथवा इन्भेस्टमेन्ट डिसिजनहरू गर्नु होला। मैले पनि यो अध्ययनको लागि नै भनेर इन्टरनेटमा अपलोड गरेको सामग्री अथवा भिडियो हो, त्यही अनुसारको व्यवहार गरिदिनु होला भन्दै भिडियो अन्त्य गर्दछु। हस्त धन्यवाद।